समय नेपाली कपडा उत्पादनको महत्वपूर्ण केन्द्रका रूपमा परिचित हेटौँडा कपडा उद्योगले पुनः परीक्षण उत्पादन सुरु गरेको छ। वर्षौंदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। उद्योगमा नेपाली सेनाको उत्पादन निर्देशनालयको टोलीले आवश्यक मर्मत तथा क्यालिब्रेसनपछि परीक्षण उत्पादन सुरु गरेको हो। प्रारम्भिक परीक्षणबाट उद्योगमा रहेका मेसिन सञ्चालन गर्न सकिने र उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सकिने सम्भावना देखिएको छ। 25 वर्षदेखि बन्द उद्योगका मेसिन फेरि चल्न थालेसँगै हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा आउने आशा जगाएको छ। नेपाली सेनाको उत्पादन निर्देशनालयको टोलीले उद्योगमा रहेका मेसिन आवश्यक मर्मत गरी परीक्षण उत्पादन सुरु गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका सहसचिव रामनन्द सुवेदीले जानकारी दिनुभयो। उद्योगमा पुराना मेसिन मर्मत गरी शनिबारदेखि सफल परीक्षण उत्पादन सुरु गरिएको प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले पनि जानकारी दिनुभएको छ। सामाजिक सञ्जालमा तान चलेको भिडियो सामग्री राख्दै परियारले लामो समयदेखि थन्किएका मेसिन सञ्चालनमा आएपछि उद्योग परिसरमा फेरि कपडा बुन्ने तानको खटखट आवाज सुनिन थालेको उल्लेख गर्नुभएको छ। उद्योगमा रहेका सबै मेसिन मध्ये पहिलो चरणमा 10 वटा मेसिन सञ्चालन गर्ने योजना रहेको छ। केही मेसिन सञ्चालनमा आइसकेका छन् भने बाँकी मेसिन मर्मत तथा क्यालिब्रेसनको क्रममा रहेका छन्। परीक्षण उत्पादनबाट उद्योगका पुराना मेसिनको वास्तविक अवस्था, उत्पादन क्षमता, व्यावसायिक रूपमा सञ्चालन गर्न सकिने सम्भावना समेत मूल्याङ्कन हुनेछ। नेपाली सेनाको टोलीले परीक्षण उत्पादन सम्पन्न गरेपछि आफ्नो कार्यविधि अनुसार कामको प्रतिवेदन सरकारलाई बुझाउनेछ। प्रतिवेदनमा परीक्षणका क्रममा भएको उत्पादनको परिमाण, मेसिनको अवस्था, आवश्यक मर्मत तथा उद्योग सञ्चालनका सम्भावित ढाँचा लगायत विषय समेटिने बताइएको छ। परीक्षण उत्पादन पछि भने नेपाल सरकारले नै उद्योग सञ्चालन गर्नेछ। उद्योगलाई पुनः सञ्चालनमा ल्याउने विषय लामो समयदेखि चर्चामा रहे पनि पुराना मेसिन, आवश्यक मर्मत, दक्ष जनशक्ति, उत्पादन लागत र बजार व्यवस्थापन लगायतका चुनौतीहरू देखिएका थिए। तर प्रारम्भिक परीक्षणमै मेसिन सञ्चालन गर्न सकिने अवस्था देखिएपछि उद्योग पुनः सञ्चालनको सम्भावना भने बलियो बनेको मन्त्रालयको बुझाइ छ। 2033 सालमा स्थापना भएको यो उद्योगले 2035 सालदेखि औपचारिक रूपमा उत्पादन सुरु गरेको थियो। पूर्ण क्षमतामा सञ्चालन हुँदा उद्योगले दैनिक करिब 28,000 मिटर कपडा उत्पादन गर्न सक्ने क्षमता राख्दथ्यो। एक समय नेपाली सेना, प्रहरी तथा सरकारी निकायका लागि आवश्यक कपडा उत्पादनमा समेत उद्योगको महत्वपूर्ण भूमिका थियो। तर समयसँगै उद्योगको उत्पादन घट्दै जाँदा आर्थिक तथा व्यवस्थापकीय समस्या, पुराना प्रविधि र प्रतिस्पर्धी बजारका कारण उद्योग सङ्कटमा पर्दै गयो र 2054 सालबाट उत्पादन नै बन्द भयो र त्यसको 3 वर्षपछि 2057 सालमा उद्योग नै पूर्ण रूपमा बन्द भयो। त्यसयता उद्योगका भवन र मेसिनहरू सञ्चालनविहीन अवस्थामा थिए। बन्द उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारी प्रयास सफल भएमा यसले स्वदेशमै कपडा उत्पादन बढाउने मात्रै होइन, रोजगारी सृजना र सरकारी संस्थाका लागि आवश्यक कपडा स्वदेशमै उत्पादन गर्ने सम्भावना पनि खोल्नेछ। परीक्षण उत्पादन सफल भएपछि उद्योगलाई कुन ढाँचा, कति क्षमतामा र कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले आवश्यक निर्णय गर्नेछ। उद्योगका सबै मेसिन पूर्ण रूपमा सञ्चालनमा आएपछि औपचारिक रूपमा पुनः उद्घाटन गर्ने तयारी समेत गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार बिहान सामाजिक सञ्जाल मार्फत वर्षौंदेखि बन्द रहेका, घाटामा थलिएका र रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानमा पछिल्लो समय देखिन थालेका सुधार र प्रगतिबारे जानकारी पनि गराउनु भएको थियो। प्रधानमन्त्री शाहले हेटौँडा कपडा उद्योग, दुग्ध विकास संस्थान, नेपाल औषधि लिमिटेड, नेपाल वायु सेवा निगम र सिंहदरबार वैद्यखानामा भएका सुधारका प्रयास र प्राप्त उपलब्धिलाई प्रस्तुत गर्दै इमानदार प्रयास, कानूनको कार्यान्वयन र निरन्तरको सामूहिक प्रयासबाट रुग्ण राष्ट्रिय उद्योग र संस्थानलाई पुनः सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने समेत उल्लेख गर्नु भएको छ। मकवानपुरबाट भावना रिजाल र अनिता बिन्दु, नेपाल टेलिभिजन।